नमस्ते साथीहो, स्वागत छ तपाईलाई फेरि मेरो एउटा नयाँ भिडियोमा। होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। र साथीहरु, धेरै दिनको पछि फेरि एउटा नयाँ भिडियो लिएर आएको छु जो डग रिलेटेड नै हो। तपाईहरुलाई थाहा नै छ म ओन्ली डग रिलेटेड भिडियो नै बनाउँछु भनेर। सो साथीहरु हेर्नु सक्नुहुन्छ, अहिले जो क्यामेरामा तपाईहरुले देख्नु हुँदैछ दुईटा फिमेल। व्हाइट कलरको जो फिमेल छ त्यसको नाम हो गुड्डी, र जो सेकेन्ड ब्ल्याक कलरको जो फिमेल छ त्यसको नाम हो कोको। धेरैजनाले कोकोलाई त चिन्नुहुन्छ होला, जो पहिलादेखि मेरो भिडियो हेरेर आउनु भएको छ। र यो नयाँ जो मेरो फिमेल हो यसको नाम चाहिँ गुड्डी हो। हेर्नु सक्नुहुन्छ एकदमै राम्रो क्वालिटीमा छ दुईटै। सो साथीहरु, धेरै दिनपछि म फेरि भिडियो लिएर आएको छु, किनकि बीचमा धेरै ग्याप भयो। त्यसको पनि कुनै कारण छ, नेक्स्ट भिडियोतिर भनौँला। र आजको भिडियोको इन्फर्मेसन चाहिँ उनीहरूको लागि हो जो धेरै दिनदेखि मलाई कल गरेर सोध्नु हुँदै थियो, दादा के भयो तपाईले भिडियो बनाउनु हुँदैन, के भयो, छोड्नु भयो कि तपाईले ब्रिडिङको कामहरू या त डग रिलेटेड भिडियोहरू किन नबनाउनु भएको भनेर धेरैजनाको इन्क्वायरी थियो। बच्चाको लागि पनि धेरैजनाको इन्क्वायरी थियो। सो आज चाहिँ उनीहरूकै लागि म एउटा नयाँ भिडियो लिएर आएको छु। हेर्नु सक्नुहुन्छ क्वालिटी फिमेलको एकदमै सर्ट टेलमा पंच फेस। कोको हेर्नु सक्नुहुन्छ। सो तपाईहरुलाई एकदमै गुड न्यूज छ, दुईटै फिमेलको मिटिङ भइसकेको छ। र हेर्नु सक्नुहुन्छ तपाईले पेटबाट पनि यो जो व्हाइट कलरको गुड्डी छ तपाईले थाहा पाइसक्नुभयो होला। यो फर्स्ट टाइम मिटिङ गराएर प्रेग्नेन्सी भएको। फिमेलको उमेर ज्यादा भएको छैन, यसले 18 मन्थ भएको छ। सो यो फर्स्ट टाइम प्रेग्नेन्सी यसले मैले मिटिङ गराएको थिएँ र प्रेग्नेन्ट पनि भएको छ, देख्नु सक्नुहुन्छ होला। एकदमै कन्फर्मै छ। आज यसको 50 डेज जस्तो भएको छ। सो आउँदो 10-12 दिनमा एकदमै राम्रो क्वालिटीको बच्चा दिनेवाला छ। जो योसँग मिटिङ गराएको छु एउटा ब्ल्याक एकदमै प्योर क्वालिटीको ब्ल्याक मेलसँग मिटिङ गराएको छु। र भगवानको कृपाले जब बच्चा हुन्छ एकदमै राम्रो हुनेवाला छ। र यहाँ हाम्रो कोको हेर्नु सक्नुहुन्छ एकदम दामी क्वालिटीमा। सो कोकोको पनि मिटिङ भएको अहिले 25 दिन जस्तो भएको छ। तर कोकोको अहिले मैले स्योर भन्नु सक्दिनँ यसले कन्सिभ गर्यो गरेन, तर गुड्डीको चाहिँ एकदमै कन्फर्म छ। तपाईले बाहिरबाट पनि थाहा पाइहाल्नु भएको छ। र कोको चाहिँ अलरेडी धेरै हेल्दी छ, लाग्दैछ भुँडी हेर्दा त प्रेग्नेन्ट छ भनेर। बट अहिले म स्योर छुइनँ, किनकि अहिले यसको मिटिङ गराएको 25 दिन मात्र भएको छ। र यसको मिटिङ चाहिँ जो मेरो घरमा बिरु छ, बिरबल, तपाईले हेर्नु भएको छ पहिलाको भिडियोमा, अगर हेर्नु भएको छ भने सर्च गर्नुहोस्। जो मेरो स्टड मेल छ ब्ल्याक कलरको, जो कि पन्जाब लाइनको हो, त्योसँग यसको मिटिङ गराएको छु। र आउँदो दिनमा यसको पनि बच्चा पनि एकदमै राम्रो क्वालिटीको बच्चा हुनेवाला छ। र धेरैजनाको इन्क्वायरी थियो कि दादा बच्चा कहिले हुन्छ। र तपाईहरुको इन्क्वायरीको लागि नै मैले यो भिडियो अपडेट गरिदिएको छु। आउँदो 10-12 दिनमा मेरोमा एकदमै राम्रो क्वालिटीको बच्चा आउनेवाला छ भगवानको कृपाले। र साथीहरु, अगर तपाईलाई कुनै पनि डग रिलेटेड इन्क्वायरी छ या बच्चा रिलेटेड इन्क्वायरी छ भने स्क्रिनमा मेरो नम्बर दिएकै छु, तपाईले कल गर्नु सक्नुहुन्छ। र कसैलाई पनि बच्चा चाहियो भने तपाईहरुले बुकिङ गर्नु सक्नुहुन्छ। र फिमेलको क्वालिटी मैले तपाईहरुलाई देखाइदिए नै। मेलको क्वालिटी तपाईले अगर मेरो घर आसपासमा तपाईहरु छेउछाउमा छ भने आएर एकदमै अवश्य हेर्नु सक्नुहुन्छ। ल त साथीहरु, अहिलेको लागि बाई, टेक केयर। फेरि भेटौँला नेक्स्ट भिडियोमा। फेरि डग रिलेटेड भिडियो लिएर म यसरी नै आउँदै गर्छु। तब तक लागि बाई, टेक केयर। फेरि भेटौँला नेक्स्ट टाइम।